पर दुईजना केटाहरू के गर्दैछ है खुचीहरू फेरि आइरहेछ तल बाइक कुदाउनु आउँछ खोइ तल कुदाएको देखेको छैन यार हो पनि साँच्ची हाम्रो चाहिँ प्रायः बेसी नाइट वाक हुन्छ त्यस्तै हो दुईजनाको फेरि फाल्टै कुरा हुँदैछ यहाँ आरुस डन है लेदरको ज्याकेट ठक्क ज्याकेट मुस्कान फेरि के गरे हो केटाले भ्याइ भ्याएर भयो सक्दैन नि फेरि पिण्डाडा गाइड दाइलाई किन आउनु भइरहेको होला है पेट्रोल सकेर यस्तो होइन खोकी लाग्यो यार एक लिटर त एक्स्ट्रा छ नि टेम्पो नि छ त्यो फेरि बाटोमा कोही कोही बेला सकिँदैन सुनसान बाटो है गाउँको लाइफ चाहिँ यही चिल छ है सुनसान हुन्छ रोडमा एक्लै भन्दा नि केटाहरूसँग ठक्क हिँडिन्छ मजा आउँछ अनि पिण्डारा आइपुग्यौँ हामी ठक्क पिण्डारा अलिक मुनि हाम्रो जक्सनमा गएर चाहिँ ठक्क आइदिएको से नो टु ड्रग्स हो के गरेको किन तिमी आरुस अब के गर्नु तपाईँ र को दर्जी जाने तर हिँड्छस् होला त माथि दाइ एक्लै जान्छ त अन्त यो लानु न कुदा त बाबु ल उनीहरू जाँदैछ घर हामी चाहिँ अब हल्का राइट साइड हानेर आएछ केटाहरू ल ल ल ल ल ल देखाइसक्यो त बसन्तीमा आमामा पड्क्यो है बसन्ती लु आमामा हेर्ने दर्शकहरू है एउटा बाइक छ 7 जना हेऱ्यो बस्यो अनि काजीमान त धेरै टाढो छ त यार यतिकै हिँड्यो भने पनि है तर धेरै टाढो छ नि आधी घन्टा हुन्छ होला ओए एकछिन यो भिडियो गर त पेन झऱ्यो यार पेन झऱ्यो भन्दा नि बेल पनि त्यही रोक्यो त त्यहाँ थियो तिमीहरू यहाँ चाहिँ आगो बालिरहेको रहेछ यसरी गर्नु हुँदैन है बालेर मार्नुपर्छ गुड कन्सेप्ट अब हामी पानी खाने हो तर यो नाइट भिजन हो कि के हो परे आउ न तिमीहरू पनि आउ न पानी खानु आउ न वी आर ड्रिङ्किङ नाउ वाटर पुरानो ट्याङ्की हाम्रो हामी जन्मिनुभन्दा अगाडि बनेको रे नो स्मोकिङ लेखिरहेको छ यहाँ चाहिँ हामीभन्दा जेठो पिङडाँडा शुभ प्रभात युवा क्लब एसपिवाई पानी खाएर अब रोड खाने केटाहरू गयो नै गयो ला भयो म पानी खान्छु ओके ल
अब आजभोलि त चिकन तर जक्सन मेरो घरमा हुनु थालिरहेछ क्या यसो बुझ्छ होइन सब अब वाइफाई पनि हुन्छ नि त आउँछ केटाहरू यहाँ सुताउ भोलि त क्या सुरुमा हाम्रो बाँस लिएर आएर यता गरौँ भनेको ल बिहानै आइज न बिहान गर्नुपर्छ कहाँ अरे बाँस लिन जानुपर्ने चाहिँ भट्टेहरूको बाँसहरू ए त्यताबाट त्यता उनीहरूको रोड पर्छ निकाल्नुपर्छ भक्तहरूको घरबाट निकाल्नुपर्छ त्यहाँ अलिक पतिर छ उनीहरूको बस्नु केटाहरू चाहिँ पानी खानु गएको हरायो यार आउँदैछ कुद्दै आउँदैछ एउटा चाहिँ उल्टो पो गर्दै थिएँ रिसु हँसाएँ मैले नि ओ छिटो आउनु हौ के गरेको कस्तो देखेको यार तर यहाँ झिर पानी खानु यत्रो टाइम लाग्छ तिमीहरूलाई आँक्रा हो अम्बो कस्तो भाग्दिएको यार यिनीहरू मायाले बोलाएको त भागिदिरहेको अब ट्र्याक्टर पिन्डाराको हाम्रो गाजीमा पनि एउटाको छ है ट्र्याक्टर चाहिँ यस्तो राखेको छ भ्लगमा के बनाउनु है तर मेयरको घर पहिलाको मेयर पूर्व मेयर अब घर बनिँदैछ यार केही देखिँदैन रहेछ नजिकमा त देखिन्छ कि त के छ जलाउनु ठिक छ के भयो त नि अहिले त नि बोल्नै छोड्यो कि एकछिन नबोलिदिएको अनि किन हाँसेको नि अब हाँस्यो हाँस्नु पर्थ्यो यार त्यो त्यसले पुग्छौ छैन चुरोट भरे तर आएर सक्यो लग्यो नि त है मै हाल्छु नि त हजुर उताले त्यहाँदेखि दिइहाल्छु सक्यो यार तैँले नि खाइस् मैले नि खाएँ पुगेन क्या त्यही भएर छैन अर्को अर्को खाउन तिमी छैन भन्छ म बाल्छु काजीमानपट्टि लाग्दै हामी चाहिँ अब घर त्यतै छ म्याडर पिसमा आएर खाने बानी कस्तो टाढो नै लाग्दैन क्या त्यही भएर पिस पनि हुन्छ होइन पर निरन्तर रूपमा ला मजी निरन्तर पर्यो उही ला त्यही धन्नु मोन्स्टर इनर्जी यामाहा फ्याक्ट्री रेसिङ ए दिनेश दाइलाई म यार गइरा जस्तो देख्छु यार त्यो छैन दिनेश परको अलिक गइरा जस्तो लाग्छ यार भन्दा अस्ति कसलाई पनि भन्दै थिएँ क्या मैले एक्टिङ गर्दै थिएँ कि गइरा जस्तो हो क्या जलन बाबुया यस्तो हातमा यस्तो निस्किन्छ बाजी खाइसक्यो होइन